दर्शकवृन्द, आज हामी जाँदैछौँ एउटा यस्तो देशमा जहाँ रोबोट्सहरू हामी जस्तै कफी खान्छन् र गाडी भित्रै सुत्छन्। यहाँको बुलेट ट्रेन यति द्रुत छ कि तपाईँको एक कप कफी चिसो हुन नपाउँदै तपाईँ अर्को सहरमा पुग्नुहुन्छ। यो हो जापान, जहाँ विद्यालयमा विद्यार्थी र शिक्षक दुवै मिलेर आफ्नो कक्षा कोठा सरसफाई गर्ने गर्छन् भने यहाँ कामलाई इज्जत दिइन्छ। स्कुलमा झाडु लगाउनु दण्ड नभई यो देशको संस्कार हो। अनि यहाँको आधुनिक प्रविधि युक्त टोयलेटले तपाईँलाई गुड मर्निङ भन्छ, तापक्रम मेन्टेन गर्छ र तपाईलाई कम्फर्टेबल फिल पनि गराउँछ। दर्शकवृन्द, यहाँको लाइफस्टाइल फास्ट एन्ड फ्युरियस भए पनि खानपानको कारण यहाँका मानिसहरू संसारकै सबैभन्दा फुर्तिला र लामो समयसम्म बाँच्छन्। अनि सोच्नुस् त, कहाँ भेटिन्छ यस्तो देश जहाँ संसारकै सबैभन्दा तीव्र गतिमा चल्ने बुलेट ट्रेन, सबैभन्दा ठुलो फिस मार्केट, सबैभन्दा ठुलो कार उत्पादक, सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स बजार र सबैभन्दा धेरै भेन्डिङ मेसिन भएको देशमा चिन्ने गर्छ। यसो भनौँ, जापान भन्नु संसारकै आधुनिकताको पुल हो। यहाँको ब्रान्ड, विकास र अर्थतन्त्र लगायत सबै कुराले युवा पुस्तालाई प्रेरित गर्ने गर्छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी देशको कथा च्यानल मार्फत जापानको त्यस्ता लुकेका रहस्यहरू पत्ता लगाउने छौँ जसले तपाईँ हामीलाई सजिलै छक्क बनाउँछ। दर्शकवृन्द, जापान भन्नासाथ हाम्रो दिमागमा अग्ला भवन, नयाँ नयाँ प्रविधि र सबैभन्दा धेरै भूकम्प आउने देश भन्ने कुरा सबैभन्दा पहिला आउने गर्छ। यो देश संसारको एकमात्र यस्तो देश हो जसले 2 पटक परमाणु हमलाको बावजुद पनि विश्वका अन्य देश भन्दा निकै अगाडि बढेको छ। त्यस्तै तपाईलाई थाहा नहोला, जापानी वैज्ञानिकहरूले यस्तो रोबोट बनाए जसले मानव जस्तो चल्न, बोल्न र काम गर्न सक्छन्। ह्युमनाइड रोबोटले साथी सरह काम गर्छ। इन्डस्ट्रियल रोबोट जसले कारखानाको उत्पादन बढाएको छ भने सेवा रोबोटले होटेलमा पाहुनालाई स्वागत गर्नुका साथै खाना सर्भ गर्ने गरेको छ। दर्शकवृन्द, 5 मिनेटमा आउँछु भनेर 30 मिनेट लगाउने हामी नेपालीहरू समयको पक्का हुँदैनौँ, तर जापानिजहरू 1 मिनेट ढिलो गर्दा पनि माफ माग्ने गर्छन्। समयमै पुग्नु वा समयमै उपस्थित हुनुलाई अरू मानिसहरूको समय र प्रतिबद्धताको सम्मानको रूपमा हेरिने गरिन्छ भने गन्तव्यमा 10 मिनेट अघि नै पुगेर काम गर्ने बानीले गर्दा जापानिजहरूले यतिको प्रगति गरेका हुन्। 10 मिनेट अघिबाट काम सुरु गर्नुहोस् भनिने जुपुनमाई कौडो एक जापानिज वाक्यांश जापानी मानिसहरूले धेरै प्रयोग गर्ने गर्छन्। त्यस्तै हामी नेपालीहरू शनिबार आउन साथ पार्टी वा रमाइलो गरौँ भन्छौँ, तर जापानिज मानिसहरू हप्ताको 7 दिन र कहिलेकाहीँ रातभर काम गरिरहेका हुन्छन्। दर्शकवृन्द, जापानको अर्थतन्त्र संसारकै रोचक छ, जहाँ सुशी बेच्नेदेखि रोबोट बनाउने सम्म सबै कुराबाट पैसा छापिरहेका छन्। दोस्रो विश्वयुद्धपछि ठप्प भएको अर्थतन्त्रलाई जापानीहरूले यस्तो गतिमा उठाए जसले आजको दिनमा गाडी, इलेक्ट्रोनिक्स र रोबोटसम्म विश्व बजारमा बेच्दै आएका छन्। त्यस्तै बैंकमा पैसा बचत गर्न यति माया गर्छन् कि कहिलेकाहीँ खर्च नै गर्न बिर्सिन्छन्। कामको लत पनि यस्तो छ कि रोबोटले समेत ब्रेक चाहियो भन्छन्। तर समग्र रूपमा हेर्दा जापानको जनसङ्ख्यामा युवाहरूको संख्या घट्दैछ अनि काम गर्ने मानिसहरू कम हुँदै गएका छन्। त्यसैले पनि अब यो देशको भविष्य रोबोट र एआई को हातमा छ। दर्शकवृन्द, जापानी कार उद्योग यति बलियो छ कि टोयोटा, निसान, तोशिबा, सुजुकी, यामाहा जस्ता विश्व बजार कब्जा गरेका कम्पनीहरूले जापानी उत्पादनहरूलाई गुणस्तरको प्रतीकको रूपमा स्थापना वा विश्व राज गरिरहेको छ। विश्वको 5औं र एसियाको दोस्रो सबैभन्दा ठुलो निर्यातकर्ता, विश्वको सबैभन्दा ठुलो ऋणदाता राष्ट्र, विश्वको तेस्रो सबैभन्दा ठुलो वित्तीय सम्पत्ति भएको जापान उच्च विकसित मिश्रित अर्थतन्त्रमा आधारित रहेको छ, जहाँ बुढ्यौली र घट्दो जनसङ्ख्याको कारण उत्पन्न भएका चुनौतीहरूको सामना पनि गरिरहेको छ। त्यस्तै तपाईलाई थाहा नहोला, पहिलो रङ्गीन टिभी, सिडी प्लेयर, इन्स्ट्यान्ट नुडल्स, बुलेट ट्रेन र वाकम्यान जस्ता आविष्कारहरू जापानमै भएका थिए, जहाँ संसारलाई उपहार स्वरूप दिएका क्रान्तिकारी आविष्कारले यो देशमा मात्र नभई विश्वभरका मानिसको जीवनलाई सजिलो बनाएको छ। दर्शकवृन्द, यति कम समयमा जापान विश्वकै शक्तिशाली देश कसरी भयो? तपाईको मनमा यो प्रश्न उब्जन सक्छ। तपाईलाई भनिहालौं कि जापानका मानिसहरूको अनुशासन, सुरक्षित र व्यवस्थित समाज, सामाजिक एकता जस्ता विभिन्न कारणहरूले जापानलाई एउटा शक्तिशाली देशमा मात्र नभई समृद्ध राष्ट्र बनाउन सक्षम भएको पाइन्छ। दर्शकवृन्द, संसारका अन्य देशहरू जस्तै जापानको कानून र नियमले परम्परा, शिष्टाचार र आधुनिकतालाई विशेष ध्यान दिने गर्छ। यो देशको कानूनहरू सामान्य लागे पनि अनौठो र रोचक रहेका छन्। दर्शकवृन्द, तपाईलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ। संसारमा जापान एउटा यस्तो देश हो जसले आफ्नो देशको मुस्लिमलाई नागरिकता दिँदैन भने कुनै पनि जापानी विश्वविद्यालयमा इस्लामिक भाषाको अध्ययन हुँदैन। त्यसैगरी एक रिपोर्टका अनुसार जापानमा अपराध धेरै कम छ वा हामी लगभग छैन भन्न पनि सक्छौं, जहाँ जापानमा 20 लाख मानिसहरू मध्ये केवल एक व्यक्तिको मात्रै हत्या हुन्छ। साथै यहाँका नागरिकले बन्दुक वा हात हतियार राख्न लगभग असम्भव छ। केवल पुलिस वा विशेष अनुमति पाएका व्यक्तिले मात्रै बन्दुक बोक्न सक्छन्। दर्शकवृन्द, जापानका जनताले सरसफाइलाई
पहिलो प्राथमिकता दिन्छन् किनभने जापानका सबै विद्यालयहरूमा सरसफाइको लागि कुनै पनि कर्मचारी राखिएको हुँदैन। अर्थात् शिक्षक र विद्यार्थीहरू मिलेर आफ्नो कक्षा कोठादेखि विद्यालय परिसर मिलेर सरसफाइ गर्ने गर्छन्। जहाँ कामलाई इज्जत दिइन्छ, स्कुलमा झाडु लगाउनु दण्ड नभई यो देशको संस्कार हो। यो देशको खुल्ला ठाउँमा धूम्रपान गर्न वा सडकमा फोहोर फ्याँक्न र शहरमा अत्याधिक आवाज पनि प्रतिबन्ध रहेको छ। यदि यस नियमको उल्लङ्घन गरेको पाइएमा तपाईले उजुरी दिन पनि सक्नुहुनेछ। यो देशमा पर्यावरणको सुरक्षा गर्दै ठूलो भवन निर्माण गर्दा हरियाली स्थान छुटाउनु पर्ने नियम पनि रहेको छ। यसबाहेक प्लास्टिक प्रदूषण रोक्नका लागि प्लास्टिक झोलामा पनि विशेष कर लगाइएको छ भने खाद्य गुणस्तर र स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेमा तपाईलाई ठूलो जरिवाना लगाइने गरिन्छ। दर्शकवृन्द, सार्वजनिक ठाउँमा झगडा गर्न वा सार्वजनिक यातायातमा ठूलो आवाजमा कुरा गर्न पनि निषेध रहेको छ। यसको साथै कामदारलाई हप्ताको 40 घण्टा मात्र काम गराउने नियम रहेको छ। यदि कुनै कम्पनीले अधिक काम गराएमा कम्पनीलाई ठूलो जरिवाना तिराइन्छ। दर्शकवृन्द, यो देशको अनौठो नियमको कुरा गर्दा सन् 2015 सम्म राति 12 बजेपछि नाच्न निषेध रहेको थियो, तर अहिले यो नियमलाई अनुमति दिएको छ। जापानमा काम, अध्ययन वा घुम्न आएका विदेशी नागरिकहरू विशेष प्रकारको भिसा आवश्यक छ। यदि कोही गैर कानुनी रूपमा बसोबास गरेको पाइएमा कठोर सजायको व्यवस्था पनि रहेको छ। जापानका यस्ता नियम कानूनहरूले देशलाई शान्त, सफा र व्यवस्थित बनाएको छ भने परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै जापानी समाजलाई अनुशासनयुक्त र सुरक्षा योग्य बनाएको छ। दर्शकवृन्द, जापानका मानिसहरू संसारमा सबैभन्दा बढी काम गर्ने स्थानमा विश्वकै सबैभन्दा पहिलो स्थानमा आउने गर्छन्, जहाँ प्रत्येक जापानी नागरिकहरूले हरेक दिन 12 देखि 13 घण्टा सामान्य रूपमा पनि काम गर्दै आएका हुन्छन्। बिदाको दिनमा पनि जापानी कर्मचारीहरूले आफ्नो कामको जिम्मेवारी पूरा गर्ने गरेका हुन्छन् भने यो देशका नागरिकहरूको सोच आफ्नो काम आफै गर्ने वा नयाँ कुरा सिक्ने प्रवृत्तिले उनीहरूलाई विश्वमा सबैभन्दा फरक देश बनाउँछ। दर्शकवृन्द, 3,77,900 भन्दा बढी क्षेत्रफल ओगटेको जापान विश्वको 61औं र एसियाको 4थो सबैभन्दा ठूलो देश हो। रुस र दक्षिण कोरिया यस देशको सबैभन्दा नजिकका दुई राष्ट्र रहेका छन् भने तेस्रो नजिक देश उत्तर कोरिया हो। वृद्धहरूको देश भनेर चिनिने जापानमा 12 करोड 34 लाख 24 हजार भन्दा बढी मानिसहरू बसोबास गर्दै आएका छन् भने 35 लाख 90 हजार विदेशी नागरिक रहेका छन्। 14,125 टापुहरू जापानमा अवस्थित भए पनि 260 वटा मात्रै मानव बस्तीका लागि उपयुक्त रहेका छन्। नेपाल जस्तै पहाडको देश जापानमा पनि 70% भन्दा बढी पहाडहरू छन्। दर्शकवृन्द, सुसाइड फरेस्ट नामले प्रख्यात रहेको ओकिगाराहा जंगलमा हरेक वर्ष करिब 100 जनाले आत्महत्या गर्ने गरेको पाइएको छ। दर्शकवृन्द, यो देशको सबैभन्दा चर्चित चीज भनेकै टोयलेट हो, जहाँको आधुनिक प्रविधि युक्त टोयलेटले गुड मर्निङ भन्छ, तापक्रम मेन्टेन गर्छ भने तपाईलाई कम्फर्टेबल फिल पनि गराउँछ। त्यस्तै हाम्रो नेपालमा टोयलेटको ढोका कसले खुला छोड्यो भनेर सबैलाई कराउँदै हिँड्छौं, तर जापानमा टोयलेट भित्र प्रवेश गर्न साथ टोयलेटले तपाईलाई स्वागत गर्छ। सेन्सरले मानिस चिन्न साथ आफै ढक्कनी खुला गरिदिन्छ। जापानको टोयलेटमा यति धेरै बटन हुन्छन् कि तपाईलाई लाग्छ यो टोयलेट हो कि अन्तरिक्ष यान। प्रत्येक बटनको फरक फरक काम हुन्छ, जहाँ पानी स्प्रे, तातो सिट र म्युजिक बजाउने आदि। दर्शकवृन्द, तपाईलाई आश्चर्य लाग्ला टोयलेटबाट आउने आवाज कसैले नसुनुन् भन्नका लागि साउन्ड मास्किङ पनि प्रयोग गरिन्छ। यो बटन थिच्दा चरा चिरबिर गरेको वा पानी बगिरहेको जस्तो आवाज आउने गर्छ भने हाम्रो नेपाली शैली भन्दा फरक भएकाले सरसफाइ र प्रविधिको लगावले एउटा छुट्टै अनुभव यसै टोयलेटले दिने गर्छ। दर्शकवृन्द, काम गर्ने वा मेहनत गर्ने नेपालीहरूको अवसरको देश भएकाले यहाँ गएका अधिकांश नेपालीहरूको लाइफस्टाइल छोटो समयमा नै परिवर्तन भएको छ। आजको दिनमा वर्किङ, विद्यार्थी वा भिजिट भिसा गरेर 2,07,000 भन्दा बढी नेपालीहरू जापानमा बसोबास गर्दै आएका छन्। औद्योगिक र निर्माणदेखि लिएर खेतबारी, होटल व्यवसायमा पनि ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेका छन्। नेपालीहरूको लगनशीलता र कर्मठताले गर्दा आजको दिनमा नेपालीहरूलाई ठूलो मात्रामा भिसा दिँदै आएको छ भने पढ्न जाने नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ नै जापान बनेको छ। दर्शकवृन्द, जापानी खानाको कुरा गर्दा सुशीलाई छुट्याउनै भएन। चामल, समुद्री माछा, नोरी वा समुद्री घाँस आदिले बनेको यो परिकारलाई जापानीहरू गर्वका साथ खाने गरेको पाइन्छ। एक सर्वेक्षणका अनुसार 50% भन्दा बढी मानिसहरूले महिनामा 1-2 वा 1-2 पटक सुशी खाने बताएका छन्। दर्शकवृन्द, संसारभर व्हेल शिकारमा पूर्ण प्रतिबन्धित रहे पनि जापानले भने व्हेल शिकारलाई खुलेआम मान्यता दिएको छ। जापानी जनताले बजारमा सजिलै उच्च मूल्यमा बिक्री वितरण गर्न पाउँछन्, जुन जापानको कालो सत्य हो। यसबाहेक समुद्री माछा मार्ने सन्दर्भमा पनि जापान विश्वकै 7औं स्थानमा आउने गर्छ भने यसै कारणले टुना जस्ता माछाको भण्डारमा पनि कमी आएको
यसै रिपोर्टले देखाएको छ। दर्शकबिन स्मार्ट टोयलेटदेखि लिएर बुलेट ट्रेनदेखि शिक्षक र विद्यार्थी दुवै मिलेर कक्षाकोठा सफा गर्ने संसारकै अनुशासित मानिसहरूमा गनिने देश जापानको बारेमा देशको कथा टिमले बनाएको यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र यस्तै देश तथा विदेशको रोचक तथा रहस्यमय भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला।